Hi guys, welcome back to my channel again. So happy Holi all of you, my YouTube family. This is color. So as you Holi video चाहिँ भोलि अपलोड भए पनि Happy Holi मेरो YouTube family हरुलाई धेरै धेरै माया lots of love ल Happy Holi। आज चाहिँ होली र होलीमा यहाँ चाहिँ बवाल धमाका भइराछ। हामीलाई चाहिँ ललतालै पुतेर आयो। म चाहिँ भर्खर रेडी भए तर यहाँ होली खेलिसके मान्छेहरुले। मेरो कपाल बानीको ढंग चाहिँ भएन कि के हो। चल 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 आफू लुकी चाहिँ ललिता आया जेबिका के गरे लाउदा लाउदा ललदा हेर आफू घरभित्र लुकी छे। बिहान बिहान भिजी गए सबै। हेर न यिनीहरु बिहान बिहान जेबिका के भयो बाबालाई हेर त जेबिका त हेरे हेरे भयो कि क्या गरे खान भने होला। पानीले मात्र खेले खान कलरले खेल्न छोडेर बिहान बिहान पानीमा घोल रङ
फोटो खिचौँला बिहान बिहान भने त झन् बिहान बिहान पानीमा चप्ल्याम चुप्लुम आन्टीले भिजाइदियो बाबालाई कसले भिजाइदियो बाबा पनि भिज्नु भयो आन्टी भिज्यो बाबा भिज्यो नलगाऊ जेविकालाई के नगर ल खेल्ने त आज होलीमा जेविका यहाँ बाबा आऊ भनिरहेको छ आफ्नो बाबालाई डुबाइदियो भनेर रङमा होली यता लागिरहेछ बिहानै पानीमा भिजिसके रोइगी ललिता लुकिदिँद अघि ठिक्क भयो अहिले लुकिदिँद आऊ फोटो खिचौँ अब अहिले फोटो खिच्नु बे फोटो खिच्नु आऊ फोटा यति धेरै रङ छ यतिसँग बेला खेलेर सक्नु हजुर के भिडियो युट्युबमा हेर्नु हैन त किन पठाउने युट्युबमा हेर्ने युट्युबमा ल मलाई लगाइदिनु अब टिका छिटो खेल्न मन छ मायाको होली टिका मात्रै लगाइसकेँ तपाईँ लगाइदिउँ बिहान बिहान ल अरूलाई लगाइदिनु हो ल आज त सबले चस्मा लगाए त जेविकाले पनि चस्मा बोकेर हिँड्छिन् होइन जेविका ब्युटिफुल ह्याप्पी होली जेविकालाई ह्याप्पी होली ल आउन यता अर्को गालामा छोरीको फोटो ल यता बाबालाई लगाइदिउँ बाबालाई त मैले लगाइसकेँ बाबाले बिहानै खेलिसक्नु हो त टिकी छ आफ्नो बाउलाई रङ दल्यो भने त वरिपरि सबलाई कुट्टी भटाभ त्यही उसले पिचकारीले ल्याउ ल्याउ म पनि लगाइदिनु म टी सर्ट लगाऊ फोटो खिचौँला कि टी सर्ट लगाउनु के ल्याउनु पर्छ उसै टी सर्ट छिटो फोटो खिच्ने फोटो ल भयो
माछा माछा सबै बन्द भयो बेलुका त सम्झिने हो अब कस्तो कस्तो राम्रो भयो है अहिले यति राम्रो 3वटा बिग्रे बल्ल राम्रो भयो यति राम्रो भनेर अहिले चाहिँ हेर्नु कस्तो राम्रो भयो यसलाई अघि उ नपुग्या रहेछ कि धेरै हेलो गाइज हेर्नु खतरा छ फेरि बुङ्गुरको मासु मम्मीलाई बोइलर हामीलाई बङ्गुर कस्तो राम्रो भयो मामालाई देऊ छोरी पैसा जाऊ मामा मासु लिन जानुहुन्छ 3टा बिग्रेपछि बल्ल एउटा सप्रियो जुटी जान्छ के 3टा बिग्रा त्यसपछि बल्ल राम्रो बन्यो यहाँ उ बनेर ल अब ताल्ने नुदिने छिटो त्यो अर्को खाले जल्दो भयो अब दिल बनेछ हातले हालौँ है सबैलाई
यो देखाउनु त कस्तो राम्रो होला मम्मीले बिहान काटेछ नि त हातले हालेको र बोतलले हालेको फरक पर्दो रहेछ है बोतलले हालेको सिलिम हुँदैन अब बोतलले हाल्नु हल्का राम्रो यो बोतलले हाले कति राम्रो बनाएछ छुट्टी हान्छ मात्र रिस उठिसक्यो अगाडि हालेको थियो त्यसपछि त्यो हाल्यो त्यो बिग्रेछ सिक्नलाई हो के मम्मी बिगाएर नहाल त भनिरहेको थिएँ तर अब सबले सिक्नु पर्यो नि सबले अब पापा भित्र छ यहाँ छैन अब सेकुवा बन्छ जिउराज थापाले बनाउँदै हुनुहुन्छ अलि मिठो भयो भट्टीको सेकुवा बन्नु मजा मिठो है भट्टी टाइप चोचेको सेकुवा चोचे चोचे त हुँदैन बङ्गुर चोचे बङ्गुर यस खाउनु के पकाउनु ला जेबिका बाबाले माचु चोचे चोचे के पकाउनु अरे बाबा के पकाउनु लाग्यो अरे फेरि भन त जेबिका बोल्न त जान्नु मलाई माया गर त माया गर भने माया माया गर तिमीले मलाई खायौ यो त कोइलामा पकाउने होला त यो त आगो दन्के खा त आगो किन दन्क्यो यो बोसो झरेर हेर्नु साथीहरू मेरो बुढा आएर मलाई मिठो मिठो खुवाउनुहुन्छ यसरी मकै फेरि आधा सेकुवा बनाएर खाइसक्यो आधा भुटुवा बनाएर खुवाउँदै हुनुहुन्छ बङ्गुरको च्वाचे भित्र फेरि चिकन पकाउन बाँकी छ आधा सेकुवा आधा पकुवा यता भैँसी घाँस खाँदैछन् यता मान्छे खाना पकाउँदैछन् किनभने त भित्र धुवा छ त्यसैले हामीले गोठमा पकाएको सेल र चिचो काम गर्नु पर्यो त भयो अब पाकिसक्यो भित्र लैजाउँ भित्र सो गाइस थ्याङ्क यू सो मच फर वाचिङ आजको भिडियो चाहिँ मैले यतिमै इन्ड गरेँ र नयाँ हुनुहुन्छ भने सब्सक्राइब माई च्यानल ओके